मान्छेले कुरो काट्ने मात्रै हो। निर्वाचन चाहेका छन् नि। निर्वाचन चाहेको छ, निर्वाचन हुनुपर्छ। वैतिश्वरमा निर्वाचन राम्रो हुन्छ, स्वच्छ वातावरण हुन्छ। योभन्दा पहिला पनि मान्छेले अरूले कुरो काट्ने काहीँ त्यस्तो झै झगडा हुँदैन, केही हुँदैन। भोट हालेर आफ्नो घर फर्किने काम हुन्छ। झन् यसपालि अब निर्वाचन चाहिएको छ, निर्वाचन हुनुपर्छ भन्नेमा छ सबै पक्ष। मान्छे हिजो आमसभा राखेको थिएँ मैले वैतिश्वरको, मान्छे त्यत्तिकै जागरुक भएर आएको छ। झन् चुनाव हुनुपर्छ भनेर मन्त्रीज्यूले एकदम राम्रो छ। हाम्रो वैतिश्वरमा स्वागत पनि छ सबै टिमलाई। यतिको आउनु भनेको हामीलाई त कस्तो गर्व लाग्यो। बिहानमा फोन उठ्ने बेलामा सबै गृहमन्त्री शुद्ध आउने भने हामी त निर्वाचन आयोगज्यू हजुर, निर्वाचन आयोग सबै आउने भने सशस्त्रको चिफ साहबहरू उहरू सबै सेक्टरको नेपाली सेनाको नेपाली सबै सेनाको गति साहब आउनु भएको छ, चिफ साहब पछिको यहाँ सशस्त्रको अनि हाम्रो सर आइसकेको छ नेपाली सेनाबाट। यहीँको हाम्रो जर साहब पनि आइसकेको छ, यहाँसँगै भेटिन्छ कता यहाँ यी हाम्रो जर साहबहरू भयो। अब जनपदको उच्च पदस्थ